र आज हामी यहाँनिर हाम्रो हेपाटाइटिसको वर्ल्ड हेपाटाइटिस डे सेलिब्रेसनको लागि यहाँनिर हामी उपस्थित भएको छौँ र म नर्सिङ ट्रेनिङ स्कुलको एक्टिङ प्रिन्सिपल र हाम्रो यो सबै फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयरको स्टुडेन्टहरूले आज हाम्रो सिउमेस अफिसको हाम्रो सरहरूसँग मिलेर एउटा जनजागरणको निम्ति यो अभियान सुरु गरेको छौँ। र हेपाटाइटिस त सबैलाई थाहा छ, यो लिभरको बिमारी हो र यो धेरै टाइपको हुन्छ, तर सबैभन्दा खतरा चाहिँ अब हेपाटाइटिस बी र सी हुन्छ। त्यसले गर्दा यो होइन कि अब हामीले यहाँनिर यो पालिको ग्लोबली थिम छ हेपाटाइटिसलाई लेट्स ब्रेक इट डाउन। यो भनेको चाहिँ एउटा हेपाटाइटिस चाहिँ यसलाई साइलेन्ट किलर पनि भन्छ। अहिले यो मिलियन्स अफ पिपल होइन, कतिवटा त अब टेस्ट भइसकेको छ तर कतिजनालाई चाहिँ थाहा नै हुँदैन कि अब मलाई हेपाटाइटिस बी हेपाटाइटिस सीले ग्रस्त पारेको छ भनेर। यदि हामीलाई पहिल्यैबाट नै हेपाटाइटिसको बारेमा थाहा लाग्यो भने हामी के गर्छौँ, छिटोभन्दा छिटो गएर जाँच गर्छौँ, ट्रिटमेन्ट गर्छौँ। किनभने यो चाहिँ एकदमै प्रिभेन्ट गर्नु रोकथाम गर्ने सक्ने बिमारी हो। हेपाटाइटिस बीको लागि चाहिँ अब हामीलाई जन्मदेखि नै नानीहरूमा खोप लगाइन्छ या ठुलोमा पनि हामीले यसलाई प्रिभेन्ट गर्नुको लागि यसको खोप छ, त्यसलाई हामी भ्याक्सिन छ। अब हेपाटाइटिस सी पनि यो पनि अब एकदमै डरलाग्दो बिमारी हो। यसले हाम्रो लिभरको क्यान्सर समेत गराउँछ र यसको रोकथामको लागि पनि या यसको ट्रिटमेन्टको पनि धेरैवटा अहिले मोडर्न मेडिसिन्सहरू छ जसले यो बिमारी पूर्ण रूपले अब यो के भन्नु बिमारी निको हुनसक्छ। र अब हामीलाई के चाहिन्छ भने हामीलाई जनसाधारणमा एउटा अवेरनेस चाहिन्छ र हामीले चाहिँ यो अवेरनेस प्रोग्राम गरेको हो जसमा कि सबै नै मानिसहरूले चाहिँ हेपाटाइटिस उनीहरूलाई केही हेपाटाइटिसको बारेमा जानेर चाहिँ उनीहरूलाई केही पनि अलिकति अब लाग्दैछ मलाई अलिकति प्रब्लम छ भनेर आएर स्वास्थ्य केन्द्रमा आफ्नो जाँच गर्न सकोस् र यो रोकथामलाई यो बिमारीलाई पूर्ण प्रकारले रोकथाम गरेर हेपाटाइटिस मुक्त हामीले अब यो समाज बनाउन सकौँ। धन्यवाद।